नमस्ते वेलकम छ हजुरलाई मेरो न्यू भिडियोमा। आई होप तपाईहरु सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। तपाई कहाँ जानुभएको आशा? होलीमा। ल ठीक छ, अब हामी होली मनाउन गइरहेछौँ। आधी मान्छे अगाडि छन् भने पछाडि छन्, आधी आउँदैछन्। लाई यही भिडियोलाई ह्यापी होली। हामी होली मनाउन गएको, खोइ कोही पनि आएनन्। आशा मात्र हुनुहुन्छ मेरो साथी। सबैजना कता कता जान्छन्। आशा केही शब्दहरू भन्नु न भने जस्तो नि। ग्याङहरू यहाँनिर छन्। सानो आऊ। भ्लग बनाउनु छोड्नु भएको क्या हो? बल्ल तल भेटिरहेछ छोरी। भ्लगमा सन्दीपलाई स्वागत छ। आउने साथ हक गरिसक्यो। यी छोरी पनि यहाँ छिन्। निकै राम्री राम्री भएर गएकी छिन्। घुमाइदिन्थ्यो अरे बुनलाई। थोरा झन्नै लड्यो। ल हिँड्नु। सबैजना छोरी भेटिसक्यो। सानो यसो गर्दैन। लु कान्छी दिदी मलाई बोक्नु भन। लिन दिदीसँग। ल अब मेरो टोलीहरू यहाँ छन् भने ऊ त्यतातिर दुईजना टोली आउँदैछन्, सानो सानो मान्छेहरू। म चाहिँ अब हिँडिसकेँ। छोरी पछाडि अगाडि छिन्, म चाहिँ अलिक पछाडि। तर अहिले पहिलाको जस्तो होली चाहिँ लाग्दैन अरे। अहिले यो साल चुनाव भएर कतिको लाग्छ के लाग्छ म देखाउने नै छु। यो साल चाहिँ चुनावले गर्दाखेरि होलीहरू सबैतिर असर गरिरहेछ। अब हेरौँ होली लाग्छ लाग्दैन, कतिको लाग्छ के लाग्छ केही पनि थाहा छैन। तैपनि हामी 4-5 जना चाहिँ गइरहेको छौँ। अब कस्तो हुन्छ हेरौँ। नानीलाई चाहिँ यसरी बोकेर लाँदै हुनुहुन्छ। होली मनाउन लानुभएको अरे। हाम्रो बहिनीको चाहिँ आज दसैँ आएछ। यतिको बाइक चाहिँ हुनु पर्यो नि त। अब यता गाडी नआए पनि त्यतिको गाडी भए भने जान सकिन्छ। आशा तपाईँ यति राम्रो भएर कहाँ जानुभएको? अनि होलीमा गएर उता एउटा सोल्टी पट्याउनु ल। विवेक हाई, तपाईँ चाहिँ कहाँ जानुभएको? यो किन्दा बुनी पनि थियो कि क्या? भाइको भन्छ नि तेरोमा। यतिको ग्याङ भएर चाहिँ हिँड्नु पर्यो नि त। हिँड्यौँ न हिँड्यौँ। हेर है। अनि लाइक कमेन्ट अनि सेयर सबै गर्नु ल। हो कि अस्तिकै हो। हामी पनि चाहिँ आज सुविधा पाउने भयो क्या अरू भन्दा। यसरी जाँदैछन् खुसीले। अनि ह्याप्पी होली नै त आज त। अनि लाउनु पर्दैन त। कुन आन्टी हो? तपाईँ कहाँ जानुभएको अरे? कहाँ जानुभएको? किन जानुभएको? तपाईँ किन जानुभएको भन्नु न। किन जानुभएको बच्चा? तपाईँ ह्याप्पी होलीमा जानुभएको हो? ह्याप्पी बर्थडे होइन, ह्याप्पी होली। ह्याप्पी होली। ह्याप्पी बर्थडे है। ला कसको बर्थडे रहेछ हौ? कसको बर्थडे रहेछ? कसको बर्थडे रहेछ? ह्याप्पी बर्थडे होइन, ह्याप्पी होलीमा गएको हामी नि हो कि? हामी ह्याप्पी होलीमा गएको। सबैजनालाई ह्याप्पी होली भन्दै न। होली ह्याप्पी होली भने ह्याप्पी होली। अनि के बहिनी, अनि तिम्रो बाबा कहाँ हुनुहुन्छ? किन जानुभएको रहेछ हौ?
ला अनि पैसा कमाएर तिमीलाई के ल्याइदिनुहुन्छ आहो अनि मम्मीलाई दिने कि नदिने दिने बाबा भन त बाबालाई बोलाउ त विदेशमा हुनुहुन्छ अनि यहाँ बाबा भन त बाबा बोल्नुहुन्छ फोटो हो ए अनि तिमीलाई नि मम्मीको धेरै माया लाग्छ कि बाबाको ल ल ल भनेपछि तिमीलाई अनि मम्मी अनि बाबा दुवैको लाग्छ ल ल ल सँग जाऊ ल म भरे तिमीलाई पापा किनिदिन्छु हस् अब गाईको घर जाने ला अनि गाईले हान्छ कान्छी दिदी बुइनलाई बोक्नु न एकछिन पनि नमान्ने नि तपाईँ छाडा हो हैया तपाईँ ज्ञानी हो कि छाडा हो अब तपाईँ ज्ञानी हो अनि ज्ञानी हो भने त सबैजनासँग मान्नु पो पर्छ त ल म छाडा हो ला म त ज्ञानी पो हो त ला म त रुन्छु त्यसो भए अब गर्छु तपाईँलाई जिरी पनि लाँदिनँ घर जाउँ ल तपाईँ र म जिरी जाने कि घर जाने भन्नुहोस् त जिरी जानुहुन्छ कि घर जानुहुन्छ हजुर ए तपाईँ त जिरी जानुहुन्छ अनि जिरी गएर के खानुहुन्छ लु जाऊ न त तिमी एक्लै अक्कै जाऊ लु जाऊ हिँड लु बित्थाली हिँड 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 त्यसो नगलिकन हिँड मम्मी गल्नुभयो नि त नि अलिक छिटो हिँड्नुहोस् न ऊ कान्छी दिदीहरू कहाँ पुगिसक्नु भयो छिटो त्यो ठुलो भाटा भयो अर्को सानो भाटा दिन्छ नि त हस् बुझ्ने दिदीले ल हिँड्नुहोस् ऊ हेर न आशा दिदी त गइसक्नु भयो मलाई पर्खिनु है दिदी भन न भाइ गर ल हिँड्नु छिटो हिँड्नु यस्तै छ साथीहरू मेरो छोरीको ताल चाहिँ सबैजनाले छोडेर गइसक्नु भयो हामी मामु छोरी मात्रै यहाँ छौँ आशा दिदी पनि गइसक्नु भयो ला ला अब हामी दुईजना मात्रै जानु सानो अलिक छिटो हिँड्नुहोस् न छिटै यो त गुजी भाइले गरेको छ सुसु आयो हजुरलाई ल मम्मीलाई छोडेर तपाईँ कहाँ जानुभएको खेल्नु जाने त्यहाँ हेर्नु न सानो बच्चाहरू चाहिँ खेली खेली गर्दै हुनुहुन्छ त्यहाँ हेर्नु सानो नानीहरू खेली खेली गर्दै हुनुहुन्छ साह्रै सानो नानी खेली गर्दै हुनुहुन्छ त्यहाँनिर चाहिँ हेर्नु कति मजा आउँदैछ अरे सानो नानी हुनुहुन्छ त्यहाँ जानु न त बुइना लगेर जानु हेर्नु सबैभन्दा सानो नानी हुनुहुन्छ त्यहाँ अनि हजुर आशा दिदीसँग जाऊ न के का डर लाग्छ हौ थुथु गरेर पुलमा थुथु गरेर जानु है अनि त्यहाँदेखि मेरो छोरीलाई पनि खेली खेली गर्नु पर्यो अरे नि त अनि म पनि जान्छ अरे अनि म चाहिँ जान मन लाग्ने पुलमा मेरो छोरीको चाहिँ लेस फुस्केछ अनि यहाँ सबैजना खेल्दाखेरि बुन्डा पनि खेलौँ लागेर आयो अरे त्यहाँ छिन् मेरो छोरी चाहिँ अनि उसलाई पनि तब अरू खेल्दाखेरि उसलाई खेलौँ लागेको होला साह्रै मजा आउँछ तपाईँहरू जानु न म यताबाट आउँछु बुइनीको लेस बाँधिदिनु ल सबभन्दा सानो छोरी हुन्छ ऊ कान्छी दिदी साह्रै मजाले खेल्दै हुनुहुन्छ
तर मौसम चाहिँ पानी कतिखेर पर्छ जस्तो भइरहेछ। मेरो नानी चाहिँ डराइ नै गर्दैछिन्। साह्रै मजाले खेल्दैछन्। हल्ला गरे मलाई डर देखाएको अरे जाँदैछन्। कहाँ आइपुग्नु भयो भन्नु न। यहाँ हेर्नु है साथीहरू, सबैभन्दा सानो मान्छे हो उहाँ चाहिँ, एकदम सानो मान्छे, एकदम खेल्न मन लाग्छ अरे कान्छी दिदीलाई चाहिँ। सानो मान्छे खेल्दै हुनुहुन्छ यहाँनिर। समीक्षा दिदी चाहिँ साह्रै मजाले खेल्दै हुनुहुन्छ यहाँनिर। मलाई के हुन्छ नि तलबाट। यो पुल पनि निकै ठुलै ठुलै छ, डर त लागिहाल्छ हल्का हल्का। हामीलाई चाहिँ छोडेर अहिलेको जस्तै हिँडेको गर्छन्। पछाडि चाहिँ म मात्रै हुन्छ। अब म चाहिँ पछाडि बस्नुको कारण चाहिँ के हो भने, अब अरूले नानी बोक्छन्, बोक्दाखेरि म छु भने फेरि कोहीसँग पनि नमान्ने, अनि त्यस पछाडि भए पनि त्यसकै लागि पनि म पछाडि बस्नै पर्यो भनेर म पछाडि छु। अब यत्रोजना फुपू काका हुँदाखेरि बोक्नै पर्यो, मैले सधैँ बोकेकै हो भनेर म पछाडि छु। त्यसरी अगाडि सबैभन्दा अगाडि हिँडिरहेकी छिन् र हिँड्दैछिन् अलिअलि भए पनि। तपाईँ कुद्नु भयो? हेर्नु त गुटुटु कुद्नु भयो जस्तो छ। आइपुग्यौँ। अब चाहिँ दिदी चाहिँ आइपुग्यौँ। अब होली खेल्ने ठाउँ चाहिँ अलिक पर छ। नानीलाई के खाने अरे? नभनिदेऊ, पैसा छैन मेरो मम्मीसँग भन न। साइलियामा किनिदिनु भन न। ओ लड्छ है। आज त यस्तो छैन हौ, राम्रै देख्नु कति राम्रो देखेको छ भरे। एउटा आशा एउटा भरे मैले मन परायो हुनुभयो भने छैन। जान चाहिँ नजानु है ल। कान्छी दिदीहरू त कहाँ गयो नि। साँच्चै अघि गइसक्नु भएको छ क्या भने। अब म हान्दैन पखाड्दैन। हाम्रो टोली चाहिँ यता हुनुहुन्छ, हेर्न सक्नुहुन्छ भाउजू। स्लो छ, स्लो दिन्छु ल। स्लो छ यता हेर्न सक्नुहुन्छ। बजार चाहिँ सानो लाग्दै रहेछ र नि रमाइलो छ, सक्नुहुनेछ। आज चाहिँ होली चाहिँ छैन, अलि कोही मात्रै छ। अहिले चुनावले गर्दाखेरि होली सोली केही पनि छैन। पापा खाने कि नखाने हौ? पापा खान्छ कि खाने हौ? कुन पापा किनिदिनु अरे बहिनीलाई?
परको पापा किनिदिनु अनि अघि किनिदिएर मम्मीको पैसा सहित्यो ल ल ल म पहिलेको पापा किनिदिन्छु न चाहिँ होली लागिरहेछ अघि चाहिँ थिएन अहिले चाहिँ हल्का 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 लागिराखेको छ नानी यता हेर बेबीलाई झन् मजाले होली लागिरहेको छ म त फेरि सन्दीपको त थ्याङ्क यू सो मच यहाँ हेर्नु सन्दीप झन् कति राम्रो हुनुभएको छ विवेक चाहिँ लाउनु भएको छैन ऊ पनि राम्रो भइरहेको छ सबैजना कुदिरहेको छन् अलिअलि चाहिँ अहिलेको भन्दा चाहिँ लागिरहेको लु मैले त्यतिकै बनाइरहेको छु होइन उहाँ आउनुहुन्छ समीक्षा हल्का अलिअलि अहिले चाहिँ मान्छेहरू आइराख्नु भएको छ लु तपाईँको के काम छ लु जाउँ न एकछिन यो एनर्जी लिएर जानु पर्यो नि त ओइ विवेक हिँड्नु न विवेकलाई चार्जिङ नपुरै यहाँ मेरो पछि ला हो अब त्यस्तै हो अहिले अलिअलि सुरु हुँदैछ पानी पनि पर्छ जस्तो भइरहेछ होली लाग्दैन भन्दै थिएँ तर होली चाहिँ लागिरहेछ हल्का हल्का चाहिँ सानो के मन पर्यो बाबा अब मैले अस्ति जुत्ता लगिदिएको हो क्या होइन मामुले नामो छ हो लगेको छ खाना थालिसक्नु भएको छ आज चाहिँ साइली आन्टीको नाममा ट्रिट छ नि त फेरि आज साइली आन्टी सबभन्दा ठुलो मान्छे लिएर हिँडेको छौँ अनि बुइनी चाहिँ यत्रो खाँदैछिन् बुइनी के खान्छन् अरे यो नखाउ ल एकछिनमा खाऊ न एकछिनमा चाउमिन खाएर खाऊ न यसलाई यो बिनाकामा दिएको फालिदिनुहोस् त अनि हामी चाहिँ अब होली मनाएर फेरि घर फर्किसक्यौँ बुइनी अरे काकाले बोलाउँदै हुनुहुन्छ सानो टुरिस्टहरू यसरी हिँड्दै हुनुहुन्छ टुरिस्ट हो टुरिस्ट उहाँ चाहिँ रित्तै हुनुहुन्छ तपाईँ चाहिँ किन रित्तिनु एउटा हातले बोक्ने भारी बोक्नु भएको छ सरस्वतीले हामी चाहिँ घर आएर पनि अब सुत्न लागेको बेबीलाई चाहिँ के चाहियो होला तिमी नभन्छौ त तिमीलाई के चाहियो चुस्ने पापा चाहियो लु है मेरो छोरीलाई चाहिँ चुसी पापा ल्याइदिनु पर्यो अरे अब कुन पापा चाहियो मेरो बाबालाई मैले के ल्याइदिएको छ मिठी चाहिँ यहाँ ल्याउ त मलाई दिन्छु तिमी त ल्याउ न मलाई दिन्छु खै हात ल्याउ ठिक हुन्छ कि हुँदैन काकाको बेमा लाउनुपर्छ ल मेरो बुइनले चाहिँ अब कमल काकाको बेमा लाउँछिन् चुरा कति नाम अक्कोमा पनि लगाइदिनु पर्ने मैले सेम सेम लगाइदिनु दुवै त मेरो छोरीले चाहिँ सेम सेम लाउँछिन् अब काकाको बेमा लाउनुपर्छ ल अहिले म लगाइदिन्छु ल म लगाइदिन्छु ल
हस् एकछिन लगाएर फुकाएर राखौँ ल अनि काकाको बेमा लाउनुपर्छ ल हस् अनि बुनीलाई पनि चुरा आयो आज आफै लगायो भने त फुट्छ नि त अनि फुट्यो भने त मम्मीले कुटी कुटी गर्नुहुन्छ मम्मी कुट्नु कि नकुट्नु सानुलाई नकुट्नु कुट्छिन् अलिकति ला तिमीले मलाई कुटेको मम्मी सरी भन पहिला सरी भन फेरि तिमी छाडा ल अब अर्को पनि नआउने भन न मम्मी म अर्को पनि नाच्छु भन न त्यसो गर्नु हुँदैन बाबा छाडा काम गर्नु हुँदैन ओके ओके अनि सानोले माम खानुभयो कि भएन अघि मैले लगाइदिइसकेँ हौ यो कहिले लाउने भन त यो कहिले लाउने चुरा आटा होइन काकाको बेमा लाउने नि अनि मेरो बहिनीको यो केमा राखिदिउँ मैले अनि जुत्ता पनि छ बहिनीको त काकाको बेमा लाउने नि छ कि छैन छ अनि साइली आमाले ल्याइदिएको हेडबिन खोइ बहिनीको छैया ए कान्छी दिदी लगो यसरी राख्नुपर्छ यहाँनिर बनाउँदै बस म आइहाल्छु है ल म लिपस्टिक लिएर आउँछु ल ओके हेलो साथीहरू भन न हेलो साथीहरू भन न नमस्कार साथीहरूलाई नमस्कार गर्नु के छ हजुरहरूको खबर भन न म लिपस्टिक लिएर आउँछु तपाईँ के छ खबर भन्दै गर ल के छ हजुरहरूको खबर भन न हजुरको खबर भन न लु यहाँ बस तिमीले सानो बाबैले आफै लाउन मिल्दैन नि त आगर यसो गर ए यो लगाउने ल त कि म लगाइदिन्छु अनि तिमी आफै लगाउन सुरुमा ल लु यो ऐना हेर्दै लगाऊ है त लु है त मेरो छोरी चाहिँ हेर्नुहोस् है अब लिपस्टिक लाउने हुँदैछिन् है साह्रै ठुली भएकी छिन् ल कति नामे हो अम्म भयो साह्रै राम्री बहिनी साह्रै राम्री बहिनी चाहिँ यति ठुली भइसक्छिन् घरि के गर्छिन् लिपस्टिक पनि लगाइसक्यो अब के लाउँछौ लाउ त्यो लाउनु हुँदैन के चाहिँ देखाउनु त्यो त सिन्दुर हो तिमीले लाउन मिल्दैन त्यो टिका लानु हुँदैन हो छाडा यस्तै हो अनि म चाहिँ यति भन्दै मेरो भिडियो यहाँ इन्ड गर्न चाहन्छु लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर साथ दिनुहोस् त बाई